कसैको एउटा नेगेटिभ कमेन्टले दिनभरि मन भारी हुन्छ नि हैन, तर हामी त्यही क्षण कमजोर होइन मजबुत पनि हुन सक्छौं यदि हामीले शान्त भएर सामना गर्न सिक्यौं भने। आजको भिडियोमा नेगेटिभ कमेन्ट कसरी डिल गर्ने तीनवटा कुरा यहाँहरुसँग शेयर गर्दैछु। पहिलो कुरा के छ भने सबै कुरा पर्सनल हुँदैनन्। हामीलाई कसैले केही भन्यो भने तुरुन्त लाग्छ यो मेरो विरुद्धमा हो, तर रिसर्चले देखाएको छ कि धेरै जसो मानिसले कमेन्ट गर्दा आफ्नो फ्रस्ट्रेसन, इन्सेक्युरिटी वा त्यो दिनको मुडबाट प्रतिक्रिया दिन्छन्। त्यो कमेन्ट तपाईको बारेमा भन्दा पनि बढी उनीहरुको अवस्थाको बारेमा हुन्छ। त्यसकारण हरेक शब्दलाई आत्मसम्मानसँग जोड्न र व्यक्तिगत रूपमा लिन छोडिदिनुहोस्। अब कुरा आउँछ कमेन्ट आएपछि हामी के गर्छौं। हामी धेरै जसो रिस वा आवेगमा तुरुन्त रियाक्ट गर्छौं, तर परिपक्व मानिस तुरुन्त रियाक्ट गर्दैनन्। उनीहरु आफूलाई एकछिन रोक्छन्, भावना शान्त पार्छन् अनि सोचेर निर्णय गर्छन् कि जवाफ दिने कि इग्नोर गर्ने। यही नै इमोसनल म्याचुरिटी हो। त्यसकारण प्रतिक्रिया हैन रेस्पोन्स छान्नुहोस्। र अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा, कसैको कमेन्टले तपाईको चरित्र, क्षमता वा मूल्य निर्धारण गर्न सक्दैन। आफ्नो मूल्य आफैले सम्झिनु नै साँचो इमोसनल स्ट्रेन्थ हो। नेगेटिभ कमेन्ट कहिले पनि रोकिदैन, तर याद राख्नुहोस् ती कमेन्टले तपाईलाई केही पनि फरक पार्दैन, किनकि तपाई कस्तो व्यक्ति हो सिर्फ तपाईलाई थाहा छ, अनि कस्तो व्यक्ति बन्ने त्यो पनि तपाईको हातमा छ।